सम्पूर्ण साथीहरुमा नमस्ते। आज चाहिँ मैले घरमा श्रीमती र बाबु नभएको हुनाले आफै खाना पकाएर खान अलि ज्याउ लाग्यो। त्यसपछि अब के गर्ने त भन्ने सोच्दै गर्दा एउटा मनमा आयो अन्डा र पाउरोटी बनाएर खाने भन्ने सोचेँ र पसलमा गएर एउटा बम पाउरोटी किनेर ल्याएँ र अहिले मैले अन्डाको अमलेट बनाउने तयारीमा छु। खुर्सानी प्याजलाई काटेर हालिसकेपछि अब म थोरै नुन हाल्छु। अब यति नुन राखिसकेपछि यसलाई म मजाले मिक्स गर्दैछु। अब यो मिक्स भइसकेपछि अब ग्यास जलाउने तर्खरमा छु र अब यसलाई तावामा हालेर अमलेट बनाउने तयारीमा छु। अब यसरी तावामा हालिसकेपछि यसलाई यसको अन्डाको सबै अन्डालाई झोललाई चाहिँ यसरी हल्लाएर सबैतिर फैलाएर चाहिँ यसरी ततायो भने राम्रो अमलेट बन्छ। अब यसलाई मैले त्यो नटालियोस्, ग्यास अलि ठुलो भएछ, नटालियोस् भनेर चलाएर अब मैले यो पन्युले चाहिँ यसलाई फर्काएर फेरि राम्रोसँग पकाउने छु। अब यो अर्को पाटो पनि फर्काएर पकाइसकेपछि पाक्नेछ र अब यो पाउरोटीलाई मैले काटेर दुई भागमा विभाजन गर्दैछु। अब यो पाउरोटीको आधा भागलाई तावामा राखेर हल्का तताएपछि अब यो पाउरोटी माथि चाहिँ यो अमलेट राख्नेछु र यो अमलेट राखिसकेपछि अर्को भाग पाउरोटीको अर्को भागलाई माथिबाट यसरी ढाक्ने र फेरि फर्काएर अर्को भागलाई पनि तताउने